सबैजनालाई अहिले जुन सुर्खेतमा घटना भएको छ बलात्कारपछि हत्या एकजना हो र 4 जना मध्ये पक्राउ परेका छन्। सबैजना पक्राउ परेको छन् तर केटा पछिकोबाट चाहिँ केटाहरूको उमेर घटाइदिएको छ अरे के नाबालिका भनिरहेछ अरे हैन। हत्यारा भनेको हत्यारा हो, चोर भनेको चोर नै हो हैन। यदि त्यो नाबालिका हो भने उसले यस्तो हरकत गर्ने सोच कहाँबाट आयो कि त्यो यो आमा बाउले सिकाएको हो त्यो गर भनेर। आमा बाउ यो यसको आमा कुन मुखले हिँडिरहेछ बाटोमा, कुन मुखले जिउन खोजिरहेछ, यसले झुन्डेर मर्न सक्दैन यो। यसलाई कसले कानुन दिने? यिनीहरूको ठुलो चाल खेल छ। नेपाली दिदीबहिनीहरू, आमा बाउ दिदीबहिनी सब उठ्नुहोस्, मौका यही हो। कानुन यतिखेर बनाउने हो, नयाँ सरकार यतिखेर बनेको छ। हत्यारालाई फाँसी दे। यसको आमा बाउलाई पनि सजाय हुनुपर्छ। यसको आमा बाउको हात हुनुपर्छ, ठुलो हात यसको आमा बाउको हुनुपर्छ। कसरी भने उसले किन उमेर घटाइयो, किन नाबालिका भन्न खोजिरहेछ, किन यो दबाउन खोजिरहेछ। कुनै पनि दिदीबहिनीहरू चुप नलाग्नुहोस्। अबको यही हो पालो। कुनै पनि दिदीबहिनीहरू चुप लागेर बस्नु दिन होइन। अब आन्दोलन गर्नुपर्छ र नेपालमा सजाय हुनै पर्छ। हत्यारा